मैं ये कहना चाहता हूँ कि हमारे जो व्यापारी इस टाइम बहुत करो या मरो की स्थिति में आ गए। व्यापारी आगे परेशान है, लिमिट से परेशान है और 1 रुपए का भी व्यापार नहीं है। देख्नुभयो त अहिले इन्डिया र नेपालको बोर्डरमा हाम्रो बालन सरकारले करमा कराई गर्दा अहिले सबैले थाहा भएको होला हो। अहिले नेपालले गर्दा इन्डियाको व्यापारीहरू व्यापार गर्न थालेछ। अब अहिले बोर्डर बन्द गर्दा इन्डियाको व्यापारीहरू सबै बाटोमा आछ। सबै के खाऊँ के गरौँ के बेचौँ भन्छ। त्यही भएर जे बोल्नुभन्दा पहिले सोचेर बोल्ने हो कि सोसियल मिडियामा माइक मुखमा हालिदिएपछि भनिदिने हो कि इन्डियाको बोर्डर बन्द गरिदिएपछि नेपाल भोकै मर्छ भनेर। अहिले त थाहा भएको होला कि जबसम्म नेपाली गएछ भने सबैले वाट लागेछ, व्यापारीलाई त्यो गाडी चलाउनेलाई सबैले वाट लागेछ। हाम्रो बालन सरकारले यत्तिकै बन्द गर्यो भने नेपालमा व्यापारहरूले अलि राम्रो पाउँछ, पैसा आम्दानी स्रोत राम्रो हो नेपाली किसानीहरूलाई। किनकि बोर्डरबाट सबै ब्ल्याकमा आउँछ सामान, लुकाइ आउँछ। अहिले करमा कराई गर्दा नेपालमा राम्रो बस्छ। यत्तिकै होस् बोर्डर बन्द, अनि नेपाली जनतालाई अलिक किसानहरूलाई राम्रो हुन्छ।